नमस्कार। आज चाहिँ हामी च्याप्टर 4 मा रहेको कोरियाको बसाइ संस्कृतिको बारेमा पढ्न गइरहेको छौँ, जुन चाहिँ हानगुगे छ्वासिक मुन्वा कोरियाको बसाइ संस्कृतिको बारेमा रहेको छ। आज हामी यसलाई विस्तृत तरिकाले हेर्न गइरहेको छौँ। ढिला नगरी सुरु गरौँ है त। यहाँनेरि भनेको छ हानगुग दुरुन कोरियन मानिसहरू चाहिँ फाङिना कोठा अथवा मारुई फादागे भनेको काठको भुइँमा बसेर आन्जास शिक्षा आगन खाना खाने वा युसिगुल छुयादा भनेको आराम गर्ने छ्वासिक मुनवारुल भनेको बसाइ संस्कृतिलाई खाजीको सुविधा लिइरहेका छन्। इरन हान यस्तो खालको छ्वासिक मुनवारुल बसाइ संस्कृति चाहिँ खाजोगिना परिवार अथवा खाकाउन छिङ्गुदुरिकिरी भनेको छ। नजिकैको साथीहरू बिच चाहिँ हामके सोथोङ आगो सँगै सञ्चार गरेर अथवा वार्ता गरेर युदे गामुल भनेको सम्बन्धलाई चाहिँ यङसँग हानुन्दे थोमुल छुम्निदा भनेको छ। मजबुत बनाउने बेलामा चाहिँ सहयोग गर्छ भनेको छ। छ्वासिक मुनवा इने भनेको छ, मुनवारो इने भनेको छ। बसाइ संस्कृतिको कारणले चाहिँ हानगुक साराम दुरुन कोरियन मानिसहरूले चाहिँ थेबुबुन अधिकांश छिबाने छ सिनवारुल फतको घरभित्रमा चाहिँ जुत्ता चप्पल खोलेर सिङवाल हाय भनेको छ जीवनयापन गरी फादागे आन्जास भुइँमा बसेर शिक्षा हानुन खाना खाने सिक्ताङ दो भनेको रेस्टुरेन्ट पनि चाहिँ सुइके फुलसुई सुमिदा भनेको छ, सजिलै देख्न सकिन्छ भनेको छ। यहाँ के भनेको छ भन्दा कोरियन मानिसहरू चाहिँ भुइँमा अथवा काठको जमिनमा बसेर चाहिँ खाना खाने अथवा आराम गर्ने बसाइ संस्कृति लिइरहेका छन्। यस्तो खालको छ्वासिक मुनवान बसाइ संस्कृति चाहिँ परिवार र नजिकैको साथीहरूसँग सञ्चार र सम्बन्धलाई चाहिँ मजबुत बनाउने बेलामा चाहिँ सहयोग गर्छ। छ्वासिक मुनवाको कारणले चाहिँ कोरियन मानिसहरू अधिकांश घरमा जुत्ता चप्पल खोलेर जीवनयापन गरी फादागे आन्जास भुइँमा बसेर चाहिँ खाना खाने रेस्टुरेन्टहरू पनि सजिलै देख्न सकिन्छ भनेको छ यसमा। अब अर्कोमा हेरौँ। यस्तै यहाँनेरि छ्वासिक मुनवागा ह्यान्देदो भनेको छ। बसाइ संस्कृति चाहिँ आजभोलि अथवा वर्तमानमा पनि छिसोक थोइनुन इयुनुन भनेको लगातार हुने कारण चाहिँ हानगुगी छन्थोङ नानबाङ भनेको कोरियाको परम्परागत कोठा तातो बनाउने सिस्टम, तातो बनाउने कोठा तातो बनाउने फाङ्सिगिन तरिका चाहिँ ओन्दोरुई यङयाङ तेमुने इरागो हामीदा भनेको छ। आजभोलिमा चाहिँ बसाइ संस्कृति वर्तमानमा पनि निरन्तर हुने कारण चाहिँ के रहेछ भन्दा कोठा तातो बनाउने सिस्टम यानि कि ओन्दोलको प्रभावले हो भनेर भन्छन्। ओन्दोरुन भनेको ओन्दोल चाहिँ फाङ फादागे तातो तागे जमिनको सतहलाई चाहिँ न्यानो गरिदिने हानगुकुई छन्थुङ नानबाङ कोरियाको परम्परागत कोठा तातो बनाउने सिस्टमको कारणले यर खागु मोय भनेको छ। विभिन्न परिवारहरू चाहिँ भेला भई सानुन बस्ने अफाथु यसदो अपार्टमेन्टमा पनि फाइफु भनेको पाइपलाई फादागे कारा भनेको चाहिँ भुइँमा बिछाइ तुगाउन मुरुल भनेको तातो पानीलाई चाहिँ सुनवान सिकिनुन भनेको परिचालित गर्ने फाङ्सी गुरो तरिकाद्वारा चाहिँ सायोङ थुइमिदा प्रयोग गरिन्छ। फाके सनुन भनेको बाहिरमा चाहिँ छुरो प्राय सोफा हिना विजाय आन्जा सोफा अथवा कुर्सीमा बसी सेङवाल हानुन जीवनयापन गर्ने छलमुन भनेको जवान सारामदुल्दो भनेको मानिसहरू पनि छिप एसनुन भनेको घरमा चाहिँ छाजु प्राय तातु धान फादागे आन्जा भनेको न्यानो भएको जमिनमा बसेर चाहिँ टिभी फोगना स्विगिदो हामीदा टिभी हेर्ने अथवा आराम गर्ने पनि गर्छन् भनेको छ। यहाँ चाहिँ ओन्दोलको बारेमा पनि अलिअलि कुरा गरेको छ र जुत्ता चप्पल खोलेर भित्र बस्छन्। अनि जवान मानिसहरू बाहिर चाहिँ सोफा अथवा कुर्सीमा बसे तापनि घरमा चाहिँ जमिनमै बसेर आराम गर्छन् भनेर भन्न खोजेको छ। ल, धन्यवाद।